नमस्कार, मेट्रो एक्सप्रेसमा तपाईँहरूलाई स्वागत छ। धेरै कस्टमरहरूलाई अहिले के लागिरहेको छ र मनमा के जिज्ञासा पनि भइरहेको छ भने अमेरिका र जुन इरानको युद्ध भइरहेको छ यो कारणले गर्दाखेरि कि इन्टरनेसनल जुन सिपमेन्टहरू छ, जुन हामीले नेपालबाट बाहिर तपाईँको सामानहरू पठाउँछौँ, जस्तै अमेरिका, अस्ट्रेलिया, युरोपको विभिन्न देशहरूमा पठाउँछौँ, के युद्धले गर्दाखेरि सामान ढिलो पुग्छ अथवा पुगिरहेको छ अथवा यो तपाईँको युद्धले गर्दा के असर परिरहेको छ भन्ने कुरोहरू चाहिँ अहिले धेरै कस्टमरहरूको मनमा यो जिज्ञासा छ र आज म तपाईँहरूलाई त्यही कुरा बताउन गइरहेको छु है। र सबैभन्दा पहिला म तपाईँहरूलाई के बताइदिन्छु भने यो इरान र तपाईँको चाहिँ अमेरिकाको युद्धको कारणले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ इन्टरनेसनल सिपमेन्ट जुन ढिलो पुग्ने कुरा छ त्यो चाहिँ तपाईँको चाहिँ सुरुमा तपाईँको चाहिँ जब यो युद्ध सुरु भयो त्यतिखेर चाहिँ केही समस्याहरू भएको थियो, तर अहिले चाहिँ त्यस्तो केही समस्याहरू छैन। अहिले सामानहरू टाइममै पुग्छ, ढिलो छैन है। किनभने तपाईँको के छ भन्दा तपाईँको चाहिँ एउटा ठुलो ट्रान्जिट हबको रूपमा दुबई तपाईँको चाहिँ थियो र अहिले पनि छ होइन, तर सुरुमा युद्ध हुँदाखेरि चाहिँ त्यो ट्रान्जिट हब भएको कारणले गर्दाखेरि केही ढिलो भयो, तर तपाईँको अहिले जुन युद्ध यो अलि लामै होला जस्तो छ भन्ने तपाईँको अवस्था देखिसकेपछि अहिले तपाईँको चाहिँ जुन ट्रान्जिट हब चाहिँ प्रायः जसो तपाईँको चाहिँ इन्टरनेसनल सिपमेन्टको लागि चाहिँ चेन्ज चाहिँ भएको छ। धेरै तपाईँको सिङ्गापुर, हङकङ लगायतका अरू देशहरूमा तपाईँको ट्रान्जिट चाहिँ नेपालबाट गर्ने भएको कारणले गर्दाखेरि तपाईँको चाहिँ अहिले त्यस्तो धेरै असर पर्दैन। सामानहरू सबै तपाईँ इन्टरनेसनल सिपमेन्टको जति पनि सामानहरू नेपालबाट बाहिर जान्छ, टाइममा पुगिरहेको छ, त्यस्तो अप्ठ्यारो केही पनि छैन है। र तपाईँको मैले भने सुरुमा चाहिँ हो, किन भन्दा सुरुमा तपाईँको चाहिँ वार भइसकेपछि केही समय तपाईँको चाहिँ जुन त्यो अस्तव्यस्ततालाई मिलाउनको लागि र केही कुराहरू मिलाउनको लागि समय लाग्ने भएको कारणले गर्दाखेरि तपाईँको चाहिँ अलिकति ढिलो भएको, तर अहिले तपाईँको सबै टाइममा पुगिरहेको छ, त्यस्तो अप्ठ्यारो केही पनि छैन। तपाईँहरूले आफ्नो सामान ढुक्कसाथ मजाले पठाउन सक्नुहुन्छ र मेट्रो एक्सप्रेसलाई आफ्नो सामान बाहिर पठाउनको लागि सम्झिनुभयो भने चाहिँ हामी तपाईँको सामान सुरक्षित ढुक्कसाथले र तपाईँको टाइममै पुर्याइदिन्छौँ। हामीलाई सम्पर्क गर्नुहोला चाहिँ भन्दै तपाईँलाई यो जानकारी दिँदै अन्त हुन्छ। नमस्कार, धन्यवाद।